दर्शनहरू नमस्ते, म हो तपाईँहरूको आफ्नै गोर्खाली भाइ कुमार, जे भन्दा पनि हुन्छ दाई भाइ तपाईँहरूको आफ्नै भतिज होइन। ल आज चाहिँ मैले एउटा सानो मिनी ब्लग बनाउन गइरहेको छु। आज मेरो छुट्टीको दिन मैले एउटा सानो यो बर्दिको एरियालाई समेटेर होइन एउटा सानो भिडियो मिनी ब्लग बनाउन गइरहेको छु। ल म चाहिँ लगभग फाइनल्ली निस्किसकेको छु रुमबाट होइन। यो एरियामा छु अहिले चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ एकदमै अहिले चाहिँ निकै चिसो छ। यो एकदमै यो गर्मी ठाउँ हो तर पनि अहिलेको अवस्थामा चाहिँ निकै चिसो एकदम मजा छ आनन्द छ भन्दै ल लेट्स गो भिडियो सुरु गरौँ। ल फेरि पनि वेलकम छ है। ल तपाईँहरूले यो एरिया देखिसक्नु भएको छ। यो चाहिँ यो कहाँ हो त्यो टोपी भन्ने ठाउँ कहाँ हो मेन त्यो चाहिँ मेन चाहिँ त्यो टोपीवाला हो होइन। र हामी चाहिँ यता कहिलेकाहीँ आइन्छ अब सधैँ आउनलाई भ्याइँदैन होइन। ठिक छ एकदमै रमाइलो छ। अब हामीहरूको बस्ने ठाउँ खाने ठाउँ होइन रगरग गर्ने ठाउँ जे भने पनि यही हो। अब जाउँ अझै अगाडि। आजको मेरो फेरि गेटअप पनि बवाल छ ससुराली जाने टाइपको है। अब सबैजनाले हेरेर चकित छन्। अब चाहिँ लगभग यो ठाउँमा आइसकेको छ है। यो समुद्रीको छेउतिर भन्नुपर्छ चराचुरुङ्गीहरू पनि टन्नै छ होइन। अनि एकदमै रमाइलो चाहिँ होस् तपाईँहरू पनि अब यो एरिया त थाहा छँदैछ होला होइन। विशेषै छ एकदम रमाइलो छ रोमान्टिक। ल अब मेन एरियादेखि हामी फेरि अब त्यो समुद्री छेउबाट चाहिँ अलिकता हामी यता पर आइसकेको छ। र तपाईँहरू देख्न सक्नुहुन्छ स्पेसल्ली यो एरियादेखि सर होइन। अब हामी यता चाहिँ हाम्रो नेपालीहरू एकदमै धेरै मात्रामा हुन्छ। र यता चाहिँ स्पेसल खानाको लागि चाहिँ बवाल ठाउँहरू छ होइन। रेस्टुरेन्टहरूदेखि लिएर विभिन्न किसिमका जुस। र यहाँ चाहिँ फेरि यो साह्रै यो के हो यो सुकेको यो के हो यो यसलाई के भन्छ अब हाम्रो चाहिँ उखु भन्छ के अरे। अब यता के हो यो हात हतिया टन्नै छ होइन। देखि लिएर अब हामी थोरै अगाडि जान्छौँ होइन। फेरि पनि अब यहाँ चाहिँ विभिन्न किसिमका मालहरू छ होइन। अब खाना त पर्यो अब भोक लाग्छ। अब ठ्याक्कै यो के भन्छ इभिनिङ टाइम होइन। अब ठ्याक्कै कति 6:30 जति भइसक्यो होला। अहिले चाहिँ स्पेसल यो टोपी भन्ने ठाउँमा तपाईँहरू देख्न सक्नुहुन्छ होइन। यसलाई चाहिँ हामीले टोपी भनेर चाहिँ एउटा नाम दिएको छौँ होइन। त्यो ठाउँमा आइसकेको छ। लगभग अब रात पनि परिसक्यो। अब हामी उता डुङ्गा साइडतिर जान्छौँ है त। ल फेरि पनि अब यो हुक्का एरिया भन्छ के अरे यो हुक्का ठाउँतिर हामी आइसकेको छ। र आज चाहिँ यहाँ अन्जानमा फेरि एउटा मान्छे छ्याप्पै भेट भयो होइन। अब उसलाई चाहिँ म केही कुरा सोध्न चाहन्छु। अनि के हो र यो पकापकी के हो र के राख्नु पर्यो? कपडा मात्रै हो कि अरू केही अवैध धन्दाहरू छ कि? त्यस्तो छैन है। ए के एक्लै यतातिर के किन हो त नि? आज यसो छुट्टी थियो होइन यसो घुम्नलाई आएको हावा खानलाई। भनेपछि खोइ तनीहरूको खोजीमा चाहिँ होइन त्यस्तो छैन है। कहाँ त्यस्तो हुनै भएन। त्यस्तो हुनु भएन गलत नियत छैन भनेपछि सब ठिक छ एकदम क्लियर हो। ओके ल झोलामा पुरा कपडा बोकेर होइन यसो घुम्न आएको। भनेपछि 2-3 जोर कपडा घुम्नलाई हिँड्दाखेरि चिसो छ यो ज्याकेटहरू लाउनु पर्यो। गाइजहरु अब यताको सिन पनि देख्न सक्नुहुन्छ हैन एकदमै the shadows play, the wind hums songs at the break of day, whispering pine.
ल फाइनल्ली गाइजहरू म चाहिँ तपाईँहरूलाई मैले अघि नैदेखि भन्दै थिएँ यो डुङ्गा चढ्ने ठाउँ पुरै महँगो टिकट तिरेर चाहिँ यहाँ डुङ्गा चढ्नुपर्ने हुन्छ त्यो एरियामा म ठ्याक्क आइसकेको छु होइन अब कति 2 दिराम होइन 2 दिराम पनि बहुत महँगो हो नि अनि त्यही भएर चाहिँ ल सर हेर्नुहोस् है अब तपाईँहरू पनि आउन सक्नुहुन्छ अब महँगो भन्नाले म चाहिँ त्यो चाहिँ महँगो चाहिँ त्यसै भनेको तर एकदमै सस्तो छ 1-2 दिराम है त्यो चिया खाएर जान्छ 1 दिराम त्यही भएर तपाईँहरू यहाँ अनुभव गर्न सक्नुहुन्छ होइन अब लगभग गीत पनि जान्छ अहिले एकछिनमा होइन म त गीत गाउने मान्छे नै हो होइन अब फेरि यहाँ दुनियाँ हाँस्छ त्यही भएर अलिकति सेपरेट ठाउँमा गएर चाहिँ म गीत पनि गाउने नै छु होइन ल निकै चिसो छ है अब यो ठाउँमा आइसकेपछि अब डुङ्गा नचढे कसरी फर्किने भन्ने त्यो सोच भयो होइन त्यही भएर चाहिँ अब टिकट काटेर है अब डुङ्गा चढ्ने निर्णय गरियो ल फेरि म तपाईँहरूलाई अब देखाइ नै हाल्छु डुङ्गामा चढ्दाको भिडियो देखाइहाल्छु लेट्स गो गाइज ल निकै चिसो छ है अब यो ठाउँमा आइसकेपछि अब डुङ्गा नचढे कसरी फर्किने भन्ने त्यो सोच भयो होइन त्यही भएर चाहिँ अब टिकट काटेर है अब डुङ्गा चढ्ने निर्णय गरियो ल फेरि म तपाईँहरूलाई अब देखाइ नै हाल्छु डुङ्गामा चढ्दाको भिडियो देखाइहाल्छु लेट्स गो गाइज ल है त अब सुरु भइसकेको छ हामी चाहिँ यो डुङ्गा चढ्ने क्रममा चाहिँ अब हामी स्टार्ट भइसकेको छ अब यहाँ खानकी पनि छ है यो डाइट साइड पनि त्यहाँ छ पुरै र एकदमै यो चाहिँ मलाई ठ्याक्कै हाम्रो नेपालको झल्को आयो क्या फेवातालमा सरर ग जस्तो होइन एकदम बवाल छ होइन एकदम रोमान्टिक छ एकदमै गजब छ है यहाँ चाहिँ अब दर्शकहरूले एकदमै गीत सुन्ने भनेर चाहिँ एकदम माग गरिसकेपछि अब म त्यस्तो गाउने मान्छे त होइन तर पनि आज एउटा एक ट्वाक लाएर भने नि अब एउटा गीत चाहिँ गाइदिनै पर्ने भयो होइन र गीतको बोल छ फेरि झिमझिम सानो नजिन्क परेली भुत्तुकै हुन्छु म ल है त सुरु गरौँ है त ल हे यो नानीको परेले झिमझिम हो परेले झिमझिम हो मलाई पनि इसारा दिँदै हो माया जन्मन्छु ल है त ल मलाई यहाँ भन्न आउँदैन अब यो चाहिँ अब यहाँ डुङ्गामा बस्ने सम्पूर्ण मान्छेहरूको डिमान्ड भएर चाहिँ मैले एउटा गाइदिएको हो यहाँबाट पनि झरियो है एक राउन्ड पार गरियो अब फेरि अब यो यता अपोजिट साइडमा पनि अब के छ कसो छ घुमेर जाउँ भन्ने हिसाबले चाहिँ फेरि अब मास्तिर उकाल लाग्यो के अरे त्यस्तै छ होइन अलिकति चिसो छ म चाहिँ अब यो ससुराली जाने ड्रेसमा आइयो है तर अब बुढो मान्छे अब जाडोले गाह्रो पारिरहेछ फाइनल्ली अब यहाँबाट पनि उत्रिसकेको छ अब यता के छ ल म चाहिँ यता अपोजिट साइडमा आइसकेको छु है अब फेरि यताको सिनहरू पनि अब तपाईँहरूलाई देखाउनै पर्यो अब पारिपट्टि गएर यसले के गर्यो कसो गर्यो भन्ला फेरि त्यही भएर चाहिँ फेरि अब तपाईँहरूलाई त्यो पनि देखाउनु पर्यो ल आउनु त सर फाइनल्ली म चाहिँ यही एरियामा छु है दुबईको यो डुङ्गा चढ्ने एरियातिर र यतातिर तपाईँहरू देख्न सक्नुहुन्छ के भन्छ यो गोल्ड सुक है तपाईँहरूलाई गोल्डहरू चाहिएको छ भने यता एकदमै गोल्ड सपहरू चाहिँ व्यापक रूपमा छ भन्दा भन्दै म चाहिँ यहाँ एउटा हाम्रो नेपाली जस्तो एउटा देखिरहेछ है एक उसलाई चाहिँ म केही कुराहरू सोध्न चाहन्छु है नमस्कार छ तपाईँलाई नमस्ते सन्चै आराम हजुर आरामै छु अनि के हो त आज एक्लै यतातिर घुमघाम हो कि कसो हो छुट्टी थियो यसो घुम्नलाई आएको छुट्टी थियो घुम्नलाई यो जाडो छ त जाडोमा पनि के हो यस्तो पहिरन अनि यो त डर लाग्दै छ त पहिरन त अनि कहाँ त्यसो सिम्पलै हो यता सिम्पलै हो है भइहाल्छ नि भनेपछि घुमघाम यतातिर एक्लै है अब कसैको पर्खाइमा हो कि के हो
छैन यतिकै घुम्न आएको ल गाइजहरू मैले चाहिँ अब गोल्ड सुकतिर घुम्न गएको चिजहरूलाई चाहिँ नेक्स्ट पार्टमा देखाउने